8FOLLOWERS स्टार मगर्नीलाई चिकेको म एउटा विवाहित पुरुष हो। म एउटा संस्थामा काम गर्छु र म त्यहाँको इन्चार्ज हो। यहाँ काम गर्ने स्टाफ मध्ये एकजना मगरनी केटी छे, उसको नाम तारा हो। उसलाई भर्खरै 2 देखि 3 महिना भयो यहाँ काम गर्न थालेको। सानी सानी, पातली अनि पुक्क परेको दूध र चाक उसको हेर्ने बित्तिकै मेरो लाडो उठिहालेको थियो। एक दिन ड्युटीमा आइसकेपछि उसले स्टाफ रुममा ड्रेस लगाउँदै थियो। त्यहाँको ढोका अलि जोरले धकेल्दा खुल्ने गर्थ्यो तर तारालाई थाहा थिएन अनि मैले ढोका खोल्ने बित्तिकै तारालाई पछाडिबाट नाङ्गे पेन्टीसँग देखेको थिएँ। ताराले छिटो छिटो कपडा उठाएर आफूलाई ढाकेपछि मलाई किन नसोधेर आउनु भएको भनेर कराए अनि म छिटो छिटो बाहिर निस्किएँ। मलाई पनि लाज लागेको थियो कसरी के भनौँ भनेर, तर अर्कोतिर त्यही कुराको सम्झनाले मलाई उत्तेजित बनाइरहेको थियो। पछि बिस्तारै सँगै काम गर्दै जाँदा हामी घुलमिल हुन पुग्यौं। कुरा गर्दै जाँदा ताराको ब्वायफ्रेन्ड रहेछ थाहा पाए। अनि मैले पहिलेको कुराहरू गर्दै जिस्काउन थालेको थिएँ। उसले नि मसँग जिस्किएर बोल्न थाली। मैले उसलाई उसको ब्वायफ्रेन्डले खुसी राखेको छ कि नै भनेर सोधे। उसले हाम्रो सब राम्रो छ भनी। यसरी नै मैले पनि बिस्तारै प्राइभेट कुराहरू सोध्न थाले। उसले लजाएर केही पनि बोलिन। मैले व्हाट्सएपमा उसलाई प्राइभेट कुराहरू सोधिराख्थे, जस्तै बाफले रातभरिमा कति पटक काम गर्छ भनेर। ताराले मेसेज सेन्ड गरेर मात्र छोड्ने गर्थी। एक दिन ताराले ड्युटीमा टाइट जिन्स लगाएर आएको थिइन्। त्यसमाथि पेन्टीको दाम सजिलै देखिन्थ्यो। त्यसरी देखेर फेरि मेरो लाडो ठन्केर ठाडो भइहाल्थ्यो अनि त्यो दिन मैले ताराको चाकमा स्ल्याप गरेँ अनि तारा झस्किएर अगरिन्। त्यो सुनेर झनै खुल्दुली हुन थाल्यो। अर्को दिन राति व्हाट्सएपमा मैले तारालाई कुराहरू सोध्न सुरु गरेँ। तिम्रो अहिलेसम्ममा कति जनासँग लभ गर्यो, कोसँग फिजिकल भएको छ भनेर। उनीले रिप्लाई गरिन्, पहिले एकजनासँग रिलेसनमा चाहिँ थिए तर फिजिकल भएको थिएन, तर अहिलेको सँग चाहिँ सब राम्रो छ। अनि मैले सिधै भनिदिएँ कि मैले तिमीलाई पहिलेदेखि नै रुचाएको थिएँ, धेरै राम्री लाग्थ्यौ र तिमीसँग हुँदाको एउटा फिलिङ त म मेरै बुढीसँग हुँदा नि त्यस्तो आउँदैन भनेर। त्यसपछि केही बेरपछि हरा भनेर रिप्लाई आयो। मैले एउटा पोर्न भिडियो सेन्ड गरिदिएँ अनि सुराई साथीलाई पठाउन लाको तिमीलाई आएछ भने, र तिमीले यस्तै भिडियो हेरेको छौ कि नै भनेर सोधे। ताराको रिप्लाईमा छु भनेर आयो। मैले कस्तो मन पर्छ भनेर सोध्दा अब निन्द्रा लाग्यो सुत्नु पर्छ भनेर गुड नाइट लेखेर अफलाइन भइसकिन। केही दिनपछि मैले नाइट ड्युटीमा मेरो र ताराको सँगै मिलाए। ड्युटीमा आइसकेपछि ड्युटीको ड्रेसमा फिमेलको सुरुवात पातलो छ त्यही लगाएर उतातिर झुकेको बेलामा मैले मेरो लाडो उसको चाकतिर छुवाउन थाले। तारा डराएर कुर्सीमा गएर बसिन्। त्यो रात काम पनि आएको थिएन। मैले तिम्रो बाफ आज कहाँ छ भनेर सोधे अनि उनले आफ्नो कोठामा भनेर भनिन्। रातको 11 बजिसकेको थियो। ड्युटीमा तारा र म मात्र थियौ। मेरो लाडो उठेर कन्ट्रोलमै थिएन। तारालाई थाहा भइसकेको थियो कि आज केही गर्छ भनेर, अनि राति क्यान्टिनबाट खाजा मगाएर हाम्रो स्टाफ रुममा गयौँ, सँगै बसेर खान थाले। मैले बिस्तारै मेरो हात ताराको बुक्सतिर लगे तर केही बोलिनन्। सायद तारालाई पनि गर्न मन भइसकेको थियो होला। मैले तिमीले तिम्रो बाफसँग लास्ट टाइम कहिले सेक्स गरेको थियौ भनेर सोधे। उनले 8 देखि 9 दिन अगाडि भनिन्, अनि मैले समातेर टोन किस गरिदिएँ। 10 मिनेट जाति बुक्स चलाउँदै किस गरिरहे। त्यसपछि मैले ताराको ड्रेस खोलिदिएँ र आफ्नो पनि खोले। गहुँ गोरो रङ्गको क्लिन शरीरसँग पिक पेन्टी थियो। मैले मेरो हात ताराको पेन्टी भित्र छिराएँ अनि छामेको पुरै रौ फालेर आएको रहेछिन् र पुरै पानी पानी बगेको थियो। मैले मेरो हातको मिडल फिङ्गर पुती भित्र छिराएँ। तारा कराउन थालिन् अह गरेर। त्यसपछि उसको पेन्टी खोलेर मैले चाट्न सुरु गरेँ। तारा पुरै मौन गर्न थालिन्। सेक्सी सेक्सी आवाज आउन थाल्यो। आह भयो भयो प्लज मैले तारालाई सोधे तिम्रो बाफले कहिले चाटेको थियो कि नै भनेर, अनि ताराले नै भनिन्। यसरी नै मैले 7 देखि 8 मिनेट जति चाटेर माथि आए। उसको हातले मेरो लाडो समात्न लाए। मेरो लाडो देखेर तारा डराउन थालिन् कति ठुलो हो भनेर। हुन त मेरो लाडो 8 इन्च लामो छ अनि धेरै मोटो पनि छ। ताराको एउटा हातले समात्दा पनि हात नै पुगेन। मेरो बाफ खाए त यसको ठ्याक्क आधा छ भनेर भनिन्। मैले चुस्नलाई भने अनि एकछिन चुस्न सुरु गरेपछि उल्टी औला जस्तो भयो भनिन नि चुस्न लाएन। त्यसपछि ताराले मेरो माथि आउनुस् बिस्तारै गर्नुस् है भनेर उत्तानो परेर सुतिन्। म ताराको माथि चढे किस गरे। एउटा हातले फलाम जस्तो भएको लाडो समातेर पुतीमा चलाउन थाले। उनी बिस्तारै भन्न थालिन्,
मैले तिम्रो बाफको सानो लाडुले मेटाउन नसकेको प्यास मेरो ठुलो लाडुले मेटाइदिन्छु भने अनि कन्डोम लगाए अनि टुप्पो छिराउने बित्तिकै दुख्यो भन्न थालिन्। मैले एउटा हात चेप्दिएर किस खाएर आधी लाडु छिराए। कसाम यार, यो मगरनीको पुती त लास्टै बबाल हुने रहेछ। टाइट पुती पुरै भिजेको अनि उनी कराउन थालिन्। ताराको अर्को हातको नङले कोतर्न थालिन्। वाह, त्यो मुमेन्ट त लाइफकै बेस्ट मुमेन्ट थिए। अनि जोरले कराउन थालिन्। मैले बिस्तारै भित्र बाहिर गराउन थाले। त्यसपछि एक पटकमै मेरो सबै लाडु पुती भित्र छिराइदिए। उनले मलाई जोरले हक गरेर छिटो छिटो भन्न थालिन् अनि मैले पनि बेस्सरी चिक्न सुरु गरे। बाबा, एक छिटो 15 मिनेट जति चिकेर तारा डगी पोजिसनमा बसिन् अनि मैले पनि समातेर बेस्सरी चिक्न सुरु गरे। कस्तो मजा आएको है भनिन मैले। एन्नाइ, मेरो लाडुले एक पटक चिकेपछि मजा नभएको कोही छैन भने अनि ताराले हो रहेछ भनिन अनि मैले स्पिड बढाउन थाले अनि ताराको झर्न थालिसकेको थियो। बेस्सरी अझै भित्र। एक छिटो भन्न थालिन् मैले नि। बेस्सरी चिक्दा चिक्दै ताराको फुसी झर्यो। काम्न थालिन् एकछिनसम्म अनि फेरि तारा आफै अब म माथि आउँछु भनेर मेरो माथि चढिन्। मलाई त अचम्म लाग्यो हेर्दा यस्तो केटीले कति चिकाउन सकेको हो भनेर। माथि चढेर मैले लगाएको कन्डोम निकालेर फालिदिए ताराले अनि मेरो लाडु माथि बस्न थालिन्। यसरी मजा त कहिले पनि आएको थिएन। गर्न थालिन्। यस्तो पो हो त चिकाइ भनेको। वाह, यही बेलामा मैले चाकमा नि चिकेको छौ कि नै भनेर सोधे अनि नै छैन भनिन्। आज ट्राई गरौँ न त भनेर भने। उनले केही नसोचेर हुन्छ भनिन् अनि मैले थुक लगाएर अनि पुतीको चिप्लो पानी चाकको पालमा लगाइदिएर औँला छिराउँदै गए। दुखेको छ भन्दै थिइन् मैले। अब दुख्दैन भनेर काँधमा बोकेर एक पटकमै पुरै लाडु चाक भित्र छिराइदिए। ताराले मलाई बेस्सरी च्याप्न थालिन्। कराइन्। मैले नसुने झैँ गरेर लगातार चिक्न थाले। एकछिनपछि तारालाई पनि मजा आउन थालेको जस्तो थियो। फेरि गर्न सुरु गरेकी थिइन्। काँधमा बोकेर पनि धेरै बेरसम्म चाकमा र पुतीमा चिके। त्यसै गरी 3 देखि 4 वटा अरू पोजिसनमा पनि चिके। तारा एउटा सिरानी लिएर घोप्टो परेर सुतिन् अनि पछाडिबाट गर्न औ भनिन्। म पनि जोसमा पछाडिबाट चढेर पुतीमा चिक्न थाले। मम्मी, तिम्रा लाडु कति ठुलो हो के मेरो पुती र चाक दुजा हुने गरी चिक्यो आज। दुख्यो मलाई। गर्न थालिन्। मेरो फेरि झर्न थालिसकेको थियो। मैले तारा, तिम्रो पुती भित्र झार्छु भनेर भन्दा नै हुँदैन भनिन्। तर मलाई भित्रै झर्न मन थियो त्यसैले पुतीबाट छिटो लाडु झिकेर चाकमा छिराए। तारा फेरि कराउन थालिन्। हेबा, ताराको पनि फेरि झर्न लागेको थियो अनि एउटा हातले पुती चलाउँदै लाडु के ताराको चाक दरो तरिकाले चिक्न थाले। आज एक छिटो गर्न बन्द झान जोसले बेस्सरी चिक्दै चलाउँदै गर्दा ताराको पनि झर्यो अनि मैले पनि पुरै माल ताराको चाक भित्र झर्दिए। ताराको चाक पनि टाइट, पुती पनि टाइट चिक्न लास्टै मजा आयो है भनेको। तारा त केही बोल्न नसकेर भन्दै थकित भइसकेकी थिइन् अनि वासरुम गएर नुहाएर आएपछि गफ गर्दै सुत्न थाले। त्यसपछिबाट ताराले कसैलाई पनि यो कुरा थाहा नहोस् भनेर भनेपछि हुन्छ भनेर आफ्नो काम गर्न सुरु गरिन्। त्यो दिनपछि पनि तारालाई चिक्न मन लागेको बेलामा मलाई कल गर्नु भनेर रुममै लागेर चिक्न थाले। उसको बाफलाई पनि केही थाहा भएन।